सबजनालाई नमस्ते। केपी टेक्निकल च्यानलमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। यो आज मैले तपाईहरुको लागि यो जाडोयाममा धेरै बिग्रिने, धेरै घरमा समस्या पर्ने यो इलेक्ट्रिक जग बिग्रेर आएपछि यसको सामान्य समस्याले पनि तपाईहरुले दुःख नपाउनु परोस् भनेर मैले यो भिडियो बनाएको छु। यसमा चाहिँ एउटा समस्या के छ, यो पानी तात्दै तात्दैन। यसमा समस्या यो त पानी नतात्ने समस्या हो। यसको लागि हामीले के गर्छौं भने हामीले आफ्नै घरमा बसेर बनाउन सक्नुहुन्छ। र सबभन्दा पहिला तपाईहरुले यो केपी टेक्निकल च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब अनि शेयर गरिदिनु होला। यसमा समस्या के छ भने यसमा यो अन अफ स्विच अन अफ गर्यो र केही पनि यहाँ यसमा न इन्डिकेटर बल्छ न केही बल्छ है। त्यसको लागि सबभन्दा हजुरले गर्नुपर्ने के छ, यो घरमै बनाउन सकिन्छ। सामान्य हेर्नुस्, एउटा स्क्रू ड्राइभरको सहायताले हजुरले बनाउन सक्नुहुन्छ। यसमा हुने समस्या के हुन्छ धेरै भने यसमा स्विचको समस्या हुन्छ। यो स्विच हजुरहरूले जम्मा 25 रुपैयाँमा स्विच पाइन्छ। यो लिएर आएर आफ्नै घरमा बनाउन सक्नुहुन्छ। मलाई लाग्छ यसमा हेर्नुस्, यसमा के छ समस्या भनेर हेर्नको लागि हजुरहरूले यसको स्विचलाई यसरी खोल्न सकिन्छ। हेर्दै जानु होला। यो धेरै घरमा पर्ने समस्या हो। कति घरमा धेरै ठाउँमा अनि यो धेरै ठाउँमा यसको स्विच हो। यो स्विचलाई धेरै यस्तो बिग्रिने भनेको यो स्विच बिग्रिन्छ। यो स्विच अनि त्यसपछि आएर हजुरहरूले एउटा यो बेस हुन्छ यसको, यो बेस अनि यसको यो स्विच यो हो। जम्मा 25-30 रुपैयाँमा तपाईहरुले पाउनुहुन्छ। र अर्को चाहिँ बेस हुन्छ। यो बेसको यसको बेस हुन्छ। यो बेस बिग्रिन्छ। सामान्यतः बिग्रिने भनेको यो हो। अब आज यसमा के समस्या छ भन्दा यसको स्विच समस्या छ। यो स्विचलाई यसरी फेरिदिनु सक्नुभयो भने यो भइहाल्छ। हजुरहरूले केही पनि दुःख पाउनु पर्दैन। प्राय जस्तो हुने समस्या भनेको धेरै यो जाडोयाम लागेपछि धेरै घरमा यो तातो पानी तताउनको लागि सहज छ। तर यो स्विच बिग्रेको कारणले गर्दा धेरै दुःख पाउनुहुन्छ। यो स्विच सामान्य आफ्नै घरमा फेर्न सक्नुहुन्छ। यो ठिक छ या छैन भनेर हामीले चेक गर्छौँ र स्विच भइसकेपछि हजुरहरूलाई यसको चाहिँ यो काम गर्छ गर्दैन, स्विच फेरेर हुन्छ हुँदैन भन्नुहुन्छ। प्रायः जस्तो यसमा आउने समस्या भनेको स्विच र यसको बेसको समस्या हो। त्यो आफै घरमा हजुरहरूले सामान्य एउटा स्क्रू ड्राइभरको सहायताले मजाले हजुरहरूले बनाउन सक्नुहुन्छ। यसको लागि केही गाह्रो चिज छैन। धेरै घरमा यो समस्या आउँछ। अब यसको बेस हेर्नु होला। यो बेस तर अधिकांश यो बिग्रिने कारण चाहिँ के हुन्छ भने हजुरहरूले पानी तताउनुहुन्छ अनि त्यसपछि यसलाई धेरै पानी तताउनुहुन्छ अनि त्यसपछि यसलाई धेरै बेसमा राखिदिनुहुन्छ। त्यसले गर्दाखेरि यो बिग्रिन्छ। हुन त यो अटोकट हुन्छ, अटोकट हुँदै पनि बिग्रिन्छ। अनि कति त यी साङ्लाहरूले यसमा साङ्लाहरू पस्ने कारणले गर्दा यो बिग्रिन्छ। यसमा जिङ जमेको कारणले अब यो साङ्लाहरूको कारणले पनि यो बिग्रिने गर्छ। हजुरहरूलाई सामान्य रूपमा हुने समस्या भनेको यसको बेस बिग्रियो भने अनि यो समस्या पर्न सक्छ। यसको बिग्रेको के हो भन्नुहुन्छ, यसको बेस बिग्रेको। अब हामीले यसको बेस फेर्छौँ। बेस फेर्दा बित्तिकै यो भइहाल्छ है त। ल हेर्नुहोस् है, यसको स्विच र बेस बिग्रेको छ। यो स्विच र बेस फेर्नलाई हजुरहरूसँग यो सामान्य ल हेर्नुहोस्, धेरै औजार पनि चाहिँदैन यसको लागि। एउटा नोज पिलास लिनुहोस्। त्यसपछि नोज पिलासको सहायता सानो यहाँ नट बोल्ट हुन्छ, यो खोल्नुहोस्। जम्मा यसको सबै सामग्री यसको सबै सामग्री किन्दा बेर्दा जम्मा तपाईँलाई 100 रुपैयाँमा यो बन्छ। जम्मा 100 रुपैयाँमा तपाईँको यो सबै सामान फेरेर बन्छ। यसको बेस, यसको स्विच सबै फेरेर जम्मा 100 रुपैयाँ बन्छ। आफै घरमा बनाउन सकिन्छ। यो कुनै वर्कसपमा धाउनु पर्दैन। ल हेर्नुहोस्, अब तपाईँहरूलाई मैले आज
A to Z सबै कसरी फेर्ने कसरी लगाउने कसरी भन्ने कुरा सबै राख्छु यो केबी टेक्निकल च्यानलमा। जतिले मेरो भिडियो हेर्नु भएको छ यहाँले कमेन्ट गरिदिनु होला। तपाईँलाई अरू समस्या छ भने कमेन्ट गर्नु होला, म त्यसको रिप्लाई दिएर हजुरहरूलाई समस्या समाधान गरिदिन्छु। यो केपी टेक्निकल च्यानलमा मैले धेरै भिडियोहरू यस्तै इलेक्ट्रिक सामानहरूको भिडियोहरू आउँछ मेरो च्यानलमा। च्यानललाई लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला। तपाईँ सब्सक्राइब गरिसकेपछि त्यहाँ एउटा घन्टी हुन्छ, बेल आइकन पनि बजाइदिनु होला, जसले गर्दाखेरि मैले राखेका भिडियोहरू तपाईँसँग नोटिफिकेसन आउँछ। अनि हामी जोडिन्छौँ। हामी जोडिसकेपछि हजुरहरूलाई परेका सामान्य समस्या हुन्छ, तपाईँहरू धाइरहनु पर्ने, इलेक्ट्रिक पसलहरूमा गइरहनु पर्ने, टेक्निसियन खोजिरहनु पर्ने हुँदैन। यो तपाईँहरूका ज्ञान गुणको कुराहरू पनि हुन्। त्यही कारणले पनि सामान्य रूपमा हामीले घरायसी रूपमा आफ्नै घरमै बसेर मजाले बनाउन सकिन्छ। हेर्दै जानु होला हजुरहरूलाई। ल मैले यो 3टा नट पनि खोलेँ। यो 3टा नट खोलिसकेपछि यसको बिग्रेको भनेको यो बेस हो। ल हजुरहरूले के भन्नुभयो, यो बेस बिग्रेको हो। अब मैले यो बेस फेरि चेन्ज गरिदिन्छु। हुन त यो बेस पनि बनाउन मिल्छ, फेरि यसमा फेरि अलिकति टिकाउ कम हुने भएको भएर हो। यसमा बिग्रेको, यहाँ ओभरलोड हुन्छ यसमा। यहाँ जलेको छ, यो जलेको कारणले गर्दा यो बिग्रेको हो। र यसलाई धेरै महँगो पनि पर्दैन। अब मैले नयाँ राख्न लागेको छु। यो कसरी राख्ने भन्नु होला। यो फेरि आफ्नै साइडमा टक्कै मिल्छ। यसलाई यस्तरी बनाएर राखिदिनु होला। ल हेर्नुहोस् है त। हेर्नु त, यतापट्टि 2टा यतापट्टि एउटा नट लागेको हुन्छ। यसलाई यसरी राखिदिनु भयो भने र सामान्य रूपले आफ्नो घरमै बसी बनाउन सकिन्छ। त्यस्तै इलेक्ट्रिक जग भयो, इलेक्ट्रिक गिजर भयो, यी ग्यास गिजरहरू, अहिले ग्यास गिजरहरू यो जाडोमा इलेक्ट्रिक गिजर, इलेक्ट्रिक ग्यास गिजर, इलेक्ट्रिक जग यो धेरै प्रयोग हुन्छ। धेरै दिदीबहिनीहरूले आफ्नो किचनमा पनि प्रयोग गर्नुहुन्छ, धेरै गर्नुहुन्छ, धेरै बुवा आमाहरूले गर्नुहुन्छ यसको प्रयोग। यो सामान्य रूपमा हजुरहरूले यतिको लागि दुःख पाउनलाई कति टेक्निसियन बोलाउनु पर्ने हुन्छ। टेक्निसियन अनेक गर्छ। यो सामान्य इलेक्ट्रिक बसमा जम्मा 100 रुपियाँ पाउँछ। यसको सबै सामानहरू, सबै सामान, यसको बेस स्विच गरेर सबै गरेर जम्मा 100 रुपियाँ। जम्मा 100 रुपियाँमा इलेक्ट्रिक गिजर बन्छ। तपाईँहरूले फेरि नयाँ गिजर किनिरहनु पर्दैन। यसको हिटर अत्यन्तै बलियो हुन्छ। हिटर खासै बिग्रिँदैन। बिग्रिने भनेकै धेरै बिग्रिने भनेको यसको बेस र स्विच बिग्रिने गर्छ। यो हजुरहरूले यो केपी टेक्निकल च्यानलमा जोडिनु भएको छ। अरू अन्य हजुरहरूलाई लागेको जिज्ञासाहरू कमेन्टमा राख्नु होला। मैले हजुरको त्यो जिज्ञासा समाधान गरिदिनेछु। हजुरको अरू इलेक्ट्रिक सामानहरू, इलेक्ट्रिक वासिङ मेसिनहरू बिग्रेको छ भने पनि त्यो कमेन्ट छोड्नु होला। वासिङ मेसिनमा भएका समस्याहरू पनि भन्नु होला, म त्यसमा हजुरलाई रिप्लाई गरिदिनेछु। मोटरमा समस्या आएको छ भने मोटर पनि भन्नु होला। फ्रिजमा, एसीमा हजुरको जेमा समस्या आएको छ मसँग जोडिन सक्नुहुन्छ। कमेन्ट गर्नु होला। मेरो समस्या यस्तो छ भने म त्यही सम्बन्धीको भिडियो बनाएर त हजुरहरूमा ल्याउने गर्नेछु। हामीले यो बेस जोडिसकेका छौँ। बेस जोडिसकेपछि यसको तार जोड्छौँ। बेस जोडिसकेपछि तार जोड्छौँ र एक सीट लेकर गया।
Ayo